नमस्ते टासीदेले यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म यहाँहरूलाई यस भिडियो मार्फत हामी बौद्ध धर्मावलम्बीहरूको परम्परामा धेरै प्रयोग गरिने खाताको विषयमा केही चर्चा गर्न गइरहेको छु। तपाईँ हामीले धेरै देखेका छौँ, गुरुको दर्शन गर्दा त्यसै गरेर शुभ कार्यहरूमा हामीले एउटा सेतो रेशमी कपडाको प्रयोग गर्छौँ। तपाईहरूको मनमा पनि यो प्रश्न आउँछ होला, यो सेतो रेशमी कपडा अर्थात् खादा किन दिइन्छ? यो केवल परम्परा हो कि यसको आध्यात्मिक अर्थ रहेको छ? आजको यस भिडियोमा हामी खाता के हो, खाताको दर्शन, खाताको वास्तविक अर्थ र कहिले र किन सुरुवात गरियो भन्ने विषयमा बुझ्ने प्रयास गर्दछौँ। खाता भनेको के हो? खाता भनेको सम्बोटा लिपिबाट लिएको शब्द हो। यो बौद्ध परम्परामा प्रयोग हुने रेशमी कपडा अथवा रेशमी स्कार्फलाई खादा भनिन्छ। तर बौद्ध दृष्टिकोणबाट हेर्दाखेरि खाता भनेको केवल कपडा वा वस्तु मात्रै होइन। खाता भनेको एउटा भावना हो। त्यसैले खाता अर्पण गर्नु भनेको आफ्नो अहङ्कार घमण्डलाई केही क्षणसम्मलाई छोड्नु अथवा त्याग्नु, शुद्ध र निष्कपट मन लिएर उपस्थित हुनु र म लिन आएको हुँ, देखाउन आएको होइन भन्ने भाव प्रकट गर्नुको लागि पनि खाताको प्रयोग गरिन्छ। त्यसैले खादा भनेको आधारको भाषा पनि हो। अब यो खाताको ऐतिहासिक जरा तर्फ केही चर्चा गरौँ। यो खाता कहिलेदेखि प्रचलनमा आयो र कसको पालादेखि प्रचलनमा आएको हो? बौद्ध धर्म प्रवेश गर्नुभन्दा अगाडि तिब्बतमा बौद्ध धर्मको व्यापक प्रचलन थियो। यस समयका मानिसहरूले प्रकृति र वातावरणलाई देवतासँग समान दृष्टिले हेर्थे र पहाड, नदी र ठुल्ठुला वनस्पतिहरूलाई शुद्धता, करुणा र सम्मान व्यक्त गर्नका निम्ति सेतो कपडा अर्पण गरिन्थ्यो अथवा चढाइन्थ्यो। त्यसपछि 7औं शताब्दीतिर गुरु रिम्पोछे, सोङचेन गोम्पो र खेम्बो बोधिसत्व अर्थात् खेल्लोप छोसुमको अथाह प्रयासमा बौद्ध धर्म तिब्बतमा पनि प्रवेश गर्यो। बौद्ध परम्परामा प्रयोग हुँदै आएको सेतो कपडामा टसिताग्या अर्थात् अष्टमङ्गलहरू र मङ्गल स्तुतिहरू लेखेर खातामा रूपान्तरण गर्नुभयो अथवा सेतो कपडालाई खाता बनाउनुभयो। त्यस समयदेखि खाता केवल प्राकृतिक देवताहरूको सम्मानको लागि मात्र होइन, आध्यात्मिक अनुशासन, भक्ति, सांस्कृतिक र भावना र कर्मको शुद्धतालाई व्यक्त गर्ने माध्यम बन्यो। बौद्ध दर्शनहरूमा खाताको गहिरो अर्थलाई 3 भागमा बुझ्नुपर्छ भन्नुभएको छ। पहिलो रहेको छ अहङ्कार त्याग। हामीले गुरुहरूलाई अथवा मन्दिरहरूमा देवताहरूलाई खाता अर्पण गर्दाखेरि हाम्रो शिर अलिकति झुक्छ। यो शारीरिक अभ्यास होइन, यो आन्तरिक अभ्यास हो। यसले मै हुँ भन्ने भावलाई अथवा अहङ्कारलाई, म तपाईँ सामु केही जान्न, केही बुझ्न आएको हुँ भन्नेमा रूपान्तरण गर्छ। दोस्रोमा रहेको छ बोधिचित्तको प्रतीक। खाता भनेको हाम्रो शुद्ध मनसँग सम्बन्धित रहेको छ।
शुद्ध मन, बोधिचित्त सबै प्राणीहरूको हितको कामना गर्नु हो। त्यसैले खादा भनेको करुणाको बाह्य प्रतीक पनि हो। तेस्रोमा रहेको छ शुद्ध कार्मिक सम्बन्ध। हामीलाई आफ्नो गुरुहरू, लामाहरू र विशेष अतिथिगणहरू र हाम्रो आमा बुबाहरूले खादा लगाइदिनुहुन्छ। यस शुभकामना र आशीर्वादले हामीले केही कार्यहरू गर्दैछौँ भने पनि उहाँहरूको आशीर्वाद र शुभकामनाले केही विघ्न बाधा रहित हाम्रो कार्यहरू सम्पन्न हुन पुग्छ। खादा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा पहिलो रहेको छ धार्मिक सन्दर्भ। हामीले गुरुहरू र लामाहरू भेट्दा वा वाङ लुङ ठेहरू ग्रहण गर्दा, त्यसै गरेर मन्दिर, स्तूपा जस्ता पवित्र स्थलतिर, तीर्थस्थलतिर जाँदाखेरि खादा अर्पण गर्दा त्यस समयमा खादा श्राद्धको प्रतीक हो। त्यसैले हामीले अलि निहुरेर टेबलमाथि चढाइन्छ। त्यसैले आफूभन्दा ठुला गुरु, मातापिता र आफूभन्दा ठुला पदको बुद्धिजीवीहरूलाई खादा घाँटीमा लगाइदिन मिल्दैन। त्यसैगरी दोस्रोमा रहेको छ सामाजिक सन्दर्भ। हामीले अतिथिको स्वागत गर्दा, त्यसै गरेर बिदाई गर्दा, विवाह, त्यसै गरी नयाँ कामको थालनी जस्ता शुभ कार्यहरू गर्नुपर्दा खादा मङ्गल कामनाको प्रतीक हुनेछ। त्यसैले यस क्रममा आफूभन्दा ठुला र आफू समानका व्यक्तिहरूलाई खादा हातमा चढाउनु पर्ने हुन्छ र यदि आफूभन्दा सानो छ भने त्यसलाई सिधै घाँटीमा लगाइदिन पनि मिल्छ। त्यसैले खादाले हामीलाई जीवनमा करुणा, आदर र सम्मानको अभ्यास पनि सिकाउँछ। बजारमा धेरै प्रकारको खादाहरू रहे तापनि किन सेतो खादालाई नै प्राथमिकता दिन्छ भन्दाखेरि यसको आध्यात्मिक महत्त्व रहेको छ। सेतो रङ भनेको राग मुक्त, द्वेष मुक्त र अहङ्कार मुक्त, यी त्रिदोष मुक्त भएको कारणले गर्दा सेतो भनेको सफा मनको प्रतीक हो। वास्तविक आध्यात्मिक अभ्यास भनेको बाह्य रूपमा एउटा सेतो स्कार्फ दिनु मात्रै होइन, यो करुणा, आदर र शुद्ध सम्बन्धको प्रतीक हो। त्यसैले हामीले जति लामो खाताको प्रयोग गर्छौँ, हामी बीच त्यति लामो समयसम्म सम्बन्ध रहन्छ भन्ने गरिन्छ। यस्तो गहिरो भाव र अर्थ बोकेको यो खाताको अर्थ नबुझिकन केवल फेसन र डिजाइनको रूपमा प्रदर्शनको वस्तु बनाउनु, त्यसै गरेर अपवित्र स्थानमा राख्नु, त्यसै गरी झुमे पुज्नु अनि केही बान्ने डोरीको रूपमा प्रयोग गर्नु, यो अविद्या जान्ने र गम्भीर अश्रद्धा सहितको प्रयोग हो। यसरी दुरुपयोग गर्यो भने यसको कर्मफल स्वरूप श्रद्धा बिनाको प्रयोगले कहिले पनि हाम्रो पुण्य वृद्धि हुँदैन र जति पनि सञ्चित गरेको आफूले कमाएको पुण्यहरू छ त्यो पनि बिस्तारै गर्छ। हाम्रो मनहरू अशान्ति हुन्छ, साधनामा स्थिर हुँदैन र आन्तरिक अवरोधहरू पनि आइपर्छ। त्यसैले बौद्ध दर्शनहरूमा यस्तो पवित्र वस्तुलाई अपमान गर्नु भनेको आफ्नो बुद्धको स्वभावलाई डाक्नु हो भन्नुभएको छ। त्यसैले यस्तो दुरुपयोग तपाईले पनि नगर्नु र अरूलाई पनि यसरी दुरुपयोग गर्नु हुँदैन भनेर सिकाउनुहोस्। हस् त आजलाई यति नै। यदि यो भिडियो
जानकारीमूलक लाग्यो भने मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गरी माया गरिदिनु होला। हस्त धन्यवाद।